नमस्कार सबैमा। म आज मनको कुरामा हजुरहरूको सामु एउटा नयाँ कथा लिएर आएकी छु। सोचौँ त, कहिलेकाहीँ हामी आफ्नो जीवन बदलिने दिनको प्रतीक्षा गर्छौँ। कसैले फर्केर आओस्, कुनै अवसर मिलोस्, परिस्थिति ठीक होस् भनेर। तर के हुन्छ यदि हामीले पर्खिरहेको त्यो दिन कहिले आएन भने? आजको कथा एउटा यस्तो मान्छेको हो जो 50 वर्षसम्म कसैलाई कुरिरह्यो, तर अन्त्यमा उसले बुझेको कुरा सायद हामी सबैले समयमै बुझ्नुपर्ने कुरा हो, किनकि कहिलेकाहीँ हामी अरूलाई पर्खिँदा पर्खिँदै आफ्नै जीवन बाँच्न बिर्सिन्छौँ। अब कथा सुरु गरौँ है। ऊ हरेक दिन एउटै बेन्चमा किन बसिरहन्थ्यो? यो कथाको शीर्षक रहेको छ। ल कथा सुरु गरे है। सहरको बीचमा एउटा पुरानो पार्क थियो। त्यो पार्क खासै सुन्दर थिएन। न त्यहाँ ठुला फुलहरू थिए, न कुनै विशेष झरना, न मानिसहरू फोटो खिच्न आउने ठाउँ। तर त्यो पार्कमा एउटा कुरा अचम्मको थियो। हरेक बिहान ठिक 7 बजे एउटा बुढो मान्छे त्यहाँ आउँथ्यो। उसको हातमा पुरानो कालो छाता हुन्थ्यो। मौसम जस्तो सुकै होस्, घाम होस्, पानी होस्, जाडो होस्, ऊ आउँथ्यो र पार्कको एउटै बेन्चमा गएर बस्थ्यो ठिक 1 घन्टासम्म। त्यसपछि उठ्थ्यो, छाता समाउँथ्यो र केही नभनी घरतिर लाग्थ्यो। धेरै महिनासम्म यही चलिरह्यो। त्यो पार्कको छेउमा एउटा सानो चिया पसल थियो। त्यही पसलमा काम गर्ने 19 वर्षको केटो थियो आरब। आरबले त्यो बुढो मान्छेलाई पहिलो पटक देख्दा खासै ध्यान दिएन। तर दिनहरू बित्दै गए। उसले एउटा कुरा याद गर्न थाल्यो। बुढो मान्छे पार्कमा अरू कसैलाई हेर्न आउँदैनथ्यो। ऊ घडी हेर्थ्यो, बेन्च हेर्थ्यो, कहिलेकाहीँ आफ्नो हातमा भएको पुरानो घडीलाई छोएर मुस्कुराउँथ्यो, अनि फेरि चुपचाप बसिरहन्थ्यो। एक दिन आरबको जिज्ञासा रोकिएन। उसले चिया लिएर पार्कमा गयो। बुबा भनेर बोलायो। बुढो मान्छेले उसको आवाज सुनेर टाउको उठायो। हजुर, तपाईँ हरेक दिन यहाँ आउनुहुन्छ नि? बुढो मान्छे मुस्कुरायो। आउँछु। किन? बुढो मान्छे केही बेर चुप लाग्यो। त्यसपछि बेन्चको खाली भागतिर हेर्दै भन्यो, कसैलाई कुरिरहेको छु। आरबले वरिपरि हेर्यो। पार्क लगभग खाली थियो। को आउनुहुन्छ? बुढो मान्छेले जवाफ दिएन, केवल मुस्कुराइरह्यो। आउँछ। त्यो दिन आरब केही नभनेर फर्कियो। तर उसको मनमा एउटा प्रश्न बसिसकेको थियो, को आउँछ? त्यसपछि आरबले बुढो मान्छेलाई ध्यान दिन थाल्यो। भोलिपल्ट पनि ऊ आयो, पर्सिपल्ट पनि। 7 बजे एउटै बेन्च, एउटै घडी, एउटै प्रतीक्षा। तर कोही आएन। 1 हप्ता बित्यो, 2 हप्ता बित्यो, हुँदा 1 महिना पनि बित्यो। आरबले अन्ततः सोध्यो, बुबा, तपाईँ जसलाई कुरिरहनु भएको छ उहाँ आउनुहुन्न? बुढो मान्छेले उसलाई हेरेर हल्का हाँस्यो। सायद आउन ढिला भइरहेको छ। कति ढिला? धेरै। तर तपाईँ अझै कुर्नुहुन्छ? हुन्छ। आरबलाई त्यो कुरा अलि अचम्म लाग्यो। उसले सोध्यो, उहाँले तपाईँलाई आउँछु भनेर भन्नुभएको छ? यसपटक बुढो मान्छे केही बेर चुप भयो। भन्नुभएको थियो, उहाँको जवाफ आयो। कहिले? बुढो मान्छेले आफ्नो पुरानो घडी हेर्यो। धेरै वर्ष अघि। आरब झस्कियो। कति वर्ष? बुढो मान्छेले पार्कको अर्को छेउमा हेर्यो र भन्यो, 50 वर्ष। आरबको हातमा भएको चियाको कप नै खस्यो। 50 वर्ष? उसले फेरि सोध्यो, त्यसो भए उहाँ आउनुहुन्छ भन्ने तपाईँलाई अझै आशा छ? बुढो मान्छे मुस्कुरायो। विश्वास नभएको भए म यहाँ किन आउँथेँ? त्यसपछि आरबले त्यो बुढो मान्छेको कथा जान्न खोज्यो। तर बुढो मान्छे कहिल्यै धेरै कुरा गर्दैनथ्यो। केवल एउटा दिन उसले आफै कथा सुरु गर्यो। म पनि तिमी जस्तै थिएँ। आरब हाँस्यो। म जस्तो?
हो, अधैर्य। छिटो ठुलो हुन चाहने, छिटो पैसा कमाउन चाहने, आफूलाई संसारले चिन्नुपर्छ भन्ने चाहना भएको। आरब चुप लाग्यो, किनकि त्यो कुरा उसकै जीवन जस्तो थियो। ऊ पनि ठुलो सपना देख्थ्यो, सहरमा आफ्नै क्याफे खोल्ने सपना। तर अहिले ऊ अरूको चिया पसलमा कप माझिरहेको थियो। उसलाई आफ्नो जीवन रोकिएको जस्तो लाग्थ्यो। बुढो मान्छेले भन्यो, त्यति बेला मेरो एउटा साथी थियो। कस्तो साथी भनेर आरबले प्रश्न गर्यो। म भन्दा धेरै फरक। उसको नाम नि? बुढो मान्छे फेरि मुस्कुरायो। विवेक। हामी दुवैले एउटै सपना देखेका थियौँ। के सपना? यो सहर छोड्ने। आरब हाँस्यो। त्यो त म पनि चाहन्छु। बुढो मान्छे पनि हाँस्यो। हो, त्यसैले त तिमीलाई यो कथा सुनाउँदैछु। हामीले एउटा योजना बनायौँ। बुढो मान्छेले भन्यो। 1 वर्ष पैसा जम्मा गर्ने, त्यसपछि सहर छोड्ने, नयाँ ठाउँमा जाने, सानो व्यवसाय सुरु गर्ने। हामीलाई लाग्थ्यो 1 वर्षपछि हाम्रो जीवन बदलिनेछ। आरब ध्यान दिएर सुनिरहेको थियो। तर एक दिन विवेकले भन्यो, म 1 हप्ताका लागि घर जान्छु। ऊ गयो र फर्किएन। किन? घरमा उसको बुबा बिरामी हुनुहुन्थ्यो। त्यसपछि उत्सुकताका साथ आरबले सोध्यो। उसले भन्यो, म केही समय यतै बस्छु। मैले भने, ठिक छ, म कुर्छु। तर केही समय, केही महिनामा बदलियो। केही महिना, केही वर्षमा। आरबले बिस्तारै सोध्यो, त्यसपछि तपाईँले उसलाई खोज्नु भएन? खोजे, भेट्नु भएन? भेटिन। फोन? त्यति बेला फोन थिएन। चिठी? धेरै पठाए। जवाफ? बुढो मान्छे केही बेर चुप भयो। एउटै चिठी आयो। आरबले उत्सुकताका साथ सोध्यो, के लेखेको थियो? बुढो मान्छेले आफ्नो खल्तीबाट पुरानो कागज निकाल्यो। कागज यति पुरानो थियो कि कुनामा पहेँलो भइसकेको थियो। उसले आरबतिर बढायो। त्यसमा एउटा मात्र वाक्य थियो, म फर्केर आउँछु, यही ठाउँमा भेटौँला। आरबले कागजलाई हेरेर बुढो मान्छेलाई हेर्यो। अनि तपाईँ हरेक दिन यही आउनुहुन्छ? हो। 50 वर्षदेखि? हजुर। तर तपाईँलाई कसरी थाहा उहाँ आउनुहुन्छ भनेर? बुढो मान्छेले मुस्कुराउँदै भन्यो, थाहा छैन। अनि? तर मैले पर्खन छोड्न सकिनँ। त्यसपछि धेरै दिनसम्म आरबले बुढो मान्छेसँग कुरा गरिरह्यो। तर उसको मनमा एउटा प्रश्न झन् ठुलो हुँदै गयो। विवेक कहाँ गयो? एक दिन आरबले इन्टरनेटमा खोज्यो। पुरानो नाम, पुरानो सहर, केही भेटिएन। उसले सोचेको थियो कथा त्यही सकिन्छ। तर एक बिहान बुढो मान्छे पार्कमा आएन। पहिलो पटक। आरबले 7 बजेसम्म पर्खियो। 8 बज्यो, 9 बज्यो। ऊ बुढो मान्छेको घर खोज्दै हिँड्यो। पार्कबाट केही गल्लीभित्र एउटा सानो पुरानो घर थियो। ढोका खुला थियो। भित्र एउटा वृद्ध महिला थिइन्। आरबले सोध्यो, आमा, उहाँ? महिलाले बुझिन्, तिमी पार्कको केटो हो? आरबले टाउको हल्लायो। उहाँ कहाँ हुनुहुन्छ? महिलाले केही बेर उसको अनुहार हेरिन्। अस्पतालमा। आरबको मुटु चिसो भयो। अस्पताल पुग्दा बुढो मान्छे झ्याल छेउको बेडमा थियो, धेरै कमजोर। उसले आरबलाई देखेर मुस्कुरायो। आज तिमी ढिला आयो। आरबको आँखामा आँसु आयो। तपाईँले मलाई भन्नु भएन? बुढो मान्छेले हाँस्दै भन्यो, तिमीलाई त मैले एउटा काम दिन बाँकी छ। कस्तो काम? भनेर आरबले सोध्यो। उसले आफ्नो तकिया मुनिबाट एउटा सानो बाकस निकाल्यो। बाकसभित्र एउटा पुरानो घडी थियो र एउटा चिठी। यो के हो? विवेकको लागि। तर विवेक कहाँ हुनुहुन्छ? बुढो मान्छे केही बेर चुप लाग्यो। त्यसपछि उसले झ्यालतिर हेर्दै भन्यो, सायद अब उसलाई खोज्ने समय आएको छ। आरबले त्यो चिठी समात्यो। म खोज्छु। बुढो मान्छेले उसको हात समात्यो। तर एउटा कुरा सम्झनु। के? विवेकलाई खोज्दा मेरो प्रतीक्षा नदोर्याउनु। आरबले केही बुझेन। के भन्नुभएको? तर त्यति बेलासम्म बुढो मान्छेले आँखा बन्द गरिसकेको थियो। त्यो रात बुढो मान्छे बित्यो।
आरब धेरै बेर अस्पतालको करिडोरमा बसेर रोयो। उसलाई यस्तो लाग्यो मानौ उसले आफ्नै परिवारको मान्छे गुमाएको हो। केही दिनपछि उसले त्यो चिठी खोल्यो। चिठी विवेकलाई लेखिएको थियो, तर त्यसमा एउटा अनौठो कुरा थियो। चिठीमा कुनै ठेगाना थिएन, केवल एउटा नाम, विवेक। आरबले सोच्यो अब म के गरूँ, तर उसलाई बुढो मान्छेको अन्तिम कुरा सम्झियो। विवेकलाई खोज्दा मेरो प्रतीक्षा नदोर्याउनु। त्यो वाक्यको अर्थ उसले बुझ्न सकेन। त्यसपछि उसले खोज्न सुरु गर्यो। पुराना मानिसहरूलाई सोध्यो, पुराना पसलेहरूलाई सोध्यो, नगरपालिकाका पुराना कागजहरू खोज्यो। अन्ततः एक वृद्ध मानिसले एउटा कुरा बताए, विवेक हो, सायद ऊ पहाडतिर गएको थियो। आरब त्यहाँ पुग्यो। धेरै दिन खोजेपछि एउटा सानो गाउँमा उसले एउटा पुरानो घर भेट्यो। ढोका ढकढक्यायो। भित्रबाट एउटा वृद्ध मान्छे निस्कियो। आरबले उसको अनुहार हेर्यो। उसको हातमा पनि त्यही पुरानो घडी थियो। आरब केही बोल्न सकेन। वृद्ध मान्छेले सोध्यो, तिमी को हो? आरबले चिठी निकाल्यो। यो तपाईको लागि हो। वृद्ध मान्छेको हात काप्न थाल्यो। उसले चिठी खोलेर पढ्यो। त्यसपछि उसको आँखाबाट आँसु झर्न थाले। ऊ अझै कुर्दै थियो। आरबले टाउको हल्लायो। 50 वर्ष। विवेक थचक्क कुर्सीमा बस्यो। उसले आफ्नो अनुहार हातले छोप्यो। धेरै बेरसम्म केही बोलेन। अन्ततः भन्यो, म फर्किन चाहन्थे। त्यसो भए किन फर्किनु भएन? आरबले प्रश्न गर्यो। वृद्ध मान्छेले झ्यालतिर हेर्यो। पहिलो वर्ष बुबा बिरामी हुनुहुन्थ्यो। दोस्रो वर्ष ऋण थियो। त्यसपछि भाइको पढाइ। त्यसपछि आमाको उपचार। 1 वर्ष 2 वर्ष भयो। 2 वर्ष 5 वर्ष भयो र 5 वर्ष 50 वर्ष भयो। आरब चुप लागेर बसिरहेको थियो। विवेकले बिस्तारै भन्यो, म सधैँ सोच्थे अझै केही समयपछि फर्किन्छु, तर जीवनमा पछि भन्ने शब्द सबैभन्दा खतरनाक रहेछ। आरबले त्यो कुरा सुनेर आफ्नो जीवन झल्यास्स सम्झियो। उसले पनि कति कुरा पछिका लागि राखेको थियो। क्याफे खोल्ने पछि, आफ्नो सपना पुरा गर्ने पछि, आफ्नो आमा बुबासँग समय बिताउने पछि, आफूलाई खुसी बनाउने पछि। विवेकले एउटा कुरा भन्यो, म उसको प्रतीक्षा गरिरहेको थिएँ। आरबले अचम्म मान्दै सोध्यो, तपाईँ? हो, तर ऊ त तपाईँलाई कुरिरहेको थियो। विवेक मुस्कुरायो। त्यही त विडम्बना हो। दुवैजना एक अर्कालाई कुरिरहेका थिए। दुवैले सोचे अर्को मान्छे फर्किएपछि जीवन सुरु गर्छु, र जीवन चुपचाप बितिरह्यो। आरब धेरै दिनसम्म त्यो कुरा सोचिरह्यो। उसले अन्ततः एउटा कुरा बुझ्यो, हामीमध्ये धेरैको जीवन पनि त्यस्तै छ। हामी कसैलाई कुरिरहेका छौँ, कुनै राम्रो समयलाई, कुनै ठुलो अवसरलाई, कुनै सफलतालाई। कसैले आएर हाम्रो जीवन बदलिदियोस् भनेर। हामी भन्छौँ एक दिन सबै ठिक हुनेछ, तर त्यो एक दिन कहिले आउँछ? सायद आउँदैन, किनकि जीवन हामीलाई पर्खिरहेको हुँदैन। जीवन अहिले भइरहेको हुन्छ। त्यो दिन आरब आफ्नो सहर फर्कियो। ऊ सिधै चिया पसलमा गयो। मालिकलाई भन्यो, म केही समयपछि आफ्नै काम सुरु गर्न चाहन्छु। मालिकले हाँस्दै भन्यो, पैसा छ? आरबले टाउको हल्लायो। छैन। अनुभव धेरै छैन। अनि आरब मुस्कुरायो। तर अब म फर्किन चाहन्न। उसले अर्को दिनदेखि थोरै पैसा बचत गर्न थाल्यो। बिहान काम, दिउँसो काम र राति आफ्नो सपना। धेरै पटक असफल भयो, धेरै पटक डरायो, तर यसपटक एउटा कुरा फरक थियो। ऊ सही समयको प्रतीक्षा गरिरहेको थिएन। ऊ सही समय आफै बनाइरहेको थियो। 1 वर्षपछि त्यही पार्कमा एउटा सानो चिया पसल खुल्यो। नाम थियो प्रतीक्षा, तर पसलको भित्तामा एउटा वाक्य लेखिएको थियो, कसैलाई पर्खदा आफ्नो जीवनलाई नपर्खाऊ। हरेक बिहान आरब
पसल खोल्थ्यो। कहिलेकाहीँ ऊ त्यही पुरानो बेन्चमा गएर बस्थ्यो। उसलाई त्यो बुढो मान्छे सम्झना आउँथ्यो र एउटा कुरा सोच्थ्यो, हामी जीवनमा कति ढोका बन्द भएकोमा दुखी हुन्छौँ, कति मानिस फर्केर आउँछन् भनेर कुर्छौँ, कति अवसर सही समयको नाममा गुमाउँछौँ। तर सायद जीवनले हामीलाई सधैँ एउटा प्रश्न गरिरहेको हुन्छ। तिमी कहिलेसम्म पर्खिरहन्छौ? कसैको फोन आउला भनेर, कसैले तिमीलाई रोज्ला भनेर, परिस्थिति बदलिन्छ भनेर, तिमी तयार हुन्छौ भनेर। सत्य के हो भने जीवन सुरु गर्नका लागि सबै कुरा ठिक हुनु पर्दैन। कहिलेकाहीँ डर हुँदाहुँदै पनि सुरु गर्नुपर्छ। पैसा नहुँदा सुरु गर्नुपर्छ। विश्वास कम हुँदा सुरु गर्नुपर्छ। किनकि बाटो सधैँ अगाडि देखिँदैन। कहिलेकाहीँ हामी हिँड्न थालेपछि मात्र बाटो बन्छ। र यदि अहिले तिमी पनि कुनै कुराको प्रतीक्षामा छौ भने सायद यो कथा तिम्रो लागि हो। कसैलाई दोष दिनका लागि होइन, अतीतलाई पछुताउनका लागि होइन, केवल एउटा कुरा सम्झाउन, तिम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन कुनै दिन होइन, त्यो दिन आज हुन सक्छ। त्यसैले जसलाई भन्नुपर्नेछ भन, जुन काम सुरु गर्नुपर्नेछ सानो भए पनि सुरु गर, जुन सपना धेरै समयदेखि मनमा लुकाएर राखेका छौ त्यसतर्फ एउटा पाइला चाल। र यदि संसारले तिमीलाई अझै मौका दिएको छैन भने मौकाको प्रतीक्षा नगर, आफ्नो सानो मौका आफै बनाऊ। किनकि अन्त्यमा हामीलाई सबैभन्दा धेरै दुःख असफल भएकोमा नहुन सक्छ। सायद सबैभन्दा ठुलो दुःख यो हुनेछ, मैले प्रयास गर्न सक्थेँ तर म पर्खिरहेँ। र सम्झनु, पर्खाइले समय बचाउँदैन, पर्खाइले समय खाइरहेको हुन्छ। त्यसैले उठ, तिम्रो कथा अझै सकिएको छैन। सायद तिमीले खोजिरहेको जीवन कुनै टाढाको दिनमा होइन, तिमीले आज चाल्ने त्यो पहिलो पाइला पछाडि लुकेको हुन्छ। धन्यवाद।